श्रीमान सभापति विनायक मण्डल गुरुवर्ग दाजु दिदी र मेरा प्यारा साथीहरू, आज हामी विद्यालयमा गाई जात्राको अवसर पाएर आयोजना गरेको रमाइलो कार्यक्रममा जाँदै गरेको हामी कक्षा 3 का सम्पूर्ण साथीहरू प्रतियोगिता सुरु गर्न चाहन्छौँ। कृपया ध्यान दिएर सुनिदिनुहोला, हेरिदिनुहोला। धन्यवाद। सबै सन्चै छौ? म सन्चै छु। थाहा छ के मेरो बारे पाकाले हाम्रो के मोट्नु भयो? नाइ, हामी त छिटो हस्पिटल लिएर गए। डाक्टरले के भन्यो त? डाक्टरले भन्नुभएको भैँसीको पेट राख्नुपर्छ, हाम्रो त पऱ्यो नि दुधै किन्न पर्छ। घर दिनदिनै 1 लिटर दुध दिन्छ। तिम्रो त्यति मात्र, मेरो बाबाले त 7 तल्लादेखि हाम पाल्नु भएको। अनि के भयो त? मर्नु भयो? मर्नु त होइन, छिटो हस्पिटल लिएर गएको। अनि डाक्टरले के भन्नुभयो त? डाक्टरले भनेको कुकुरको खुट्टा हाल्नु पर्छ। त्यही भएर मेरो बाबाले त कुकुर चाहिँ खुट्टा उचालेर पिसाब फेर्नुहुन्छ। थ्याङ्क यू। Morning, ma'am. Good morning. How are you? I am fine, thank you, ma'am. तिमीलाई ABCD आउँछ? No, ma'am. किन आउँदैन? जति पढ्यो भने आउँछ त। भोलि तिमीले जसलाई सोधेरी जसलाई भयो नि पढेर आउनुपर्छ है? Yes, ma'am. Go. मम्मी, छोरा स्कुलबाट आयो? मम्मी म त आज ABCD नगरेको। पढभन्दा मान्दैन, पिटाइ खाइ होला नि। मम्मी हे फर्के आउँछ? तेरो आमाको टाउको। तेरो आमाको टाउको। बाबा बिफर के आउँछ? तेरो बाउको टाउको। तेरो बाउको टाउको। भैया के हो बेटा? बिफर के आउँछ? अंकल बिफर के आउँछ? सुपरम्यान। आन्टी हाँ बोलो बेटा। बिफर के आउँछ? आज नहीं डार्लिंग, कल जाएंगे। बिफर आज नहीं डार्लिंग, कल। अंकल हाँ बोलो बेटा। बिफर के आउँछ? देखो सब लोग देखो। देखो अरे तो मैले सबै जाने हो म्यामलाई घर Morning, ma'am. Good morning. How are you? I am fine, thank you, ma'am. तिमीलाई ABCD आयो? Yes, ma'am. Narama, A for Rama, B for Rama, C for किन मलाई मोटो माथि कुछ गरिस् फ्रीमा? तेरो लागि के समाचार? सुपरम्यान। पाठशाला शिक्षकको अफिसमा लगेर तँलाई मुर्गा बनाउँछु। आज डार्लिंग तो जाएंगे। May I come in, sir? Good morning. Good morning. And the principal, sir? यसले आज ABCD पढेर आएन, बदमास गर्छ, के भन्छ के। हो दिनेश हो? नो सर। स्कुलमा बदमासी गर्ने? नो सर। भए तिमीले नेकेड गरेर निकालेर आउँछु। नो सर। मुर्गन राहुल ये फर्क है देखो सब लोग देखो बिल्कुल भाई तब हामीहरूले पढ्ने टाइममा पढ्नु पर्छ, खेल्ने टाइममा खेल्नु पर्छ, नत्र भए डिफेन्स चाहिँ मुर्गा बन्नु पर्छ। तपाईहरु नि पढ्नुस् ल। थ्यांक यू। धन्यवाद। केटी हो बिहा जो गर्न पर्ला गएर साङ्लो ओरोला जिग्री ओरोला भन्न पर्ला। साङ्लो ओरोला जिग्री
अहिले गएर एउटा कुरा भन्न त अहिले एउटा ट्र्याक केटी देखेँ नि म चाहिँ रक्षासित भेट्न जान्छु तिमीहरू चाहिँ केटीलाई भेट्न जा ह्याङले गएर ल हिँडम ह्याङले गएर यहाँ यो केटी आपे तैँले मेरो गर्लफ्रेन्डलाई पो माया गर्ने हो त त्यसो भए गएर उल्लाला हुन्छ कि के गर्छ यसले त्यसै तँले हिँड्न पो हिँड्न सक्दैन ठिकै छ आज मैले तँलाई नपिटिकन त के थाहा ए बाबा के गरे हो र बाबा ए ओइ खाली केटीसँग डुल्छस् मेरी मोहिनी कालु यसो रोगन तिम्रो नाम चाहिँ के हो नि मेरो नाम त आशा पो हो र बाजे मलाई बाजे नभन न मेरो मन त रोइहाल्छ नि यस्तो भयो भने त मेरो दारी फुले पनि मेरो मन त पुरो भएन नि अनि त्यो कुरा छोड तिम्रो घर चाहिँ कतिजना छन् नि कतिजना हुने हो र मेरो होइन यसलाई चाहिँ अलि केटा भने सुहाउँछ कि हुन्छ नि बाजे मलाई बाजे नभन न मेरो मन त रुन्छ नि यसलाई भन्यो कि केटा हुन्छ तिम्रो घर चाहिँ कतिजना छन् नि कतिजना हुने नि 7 जना पो हुन्छन् र हो र त्यसो भए त हुन्छ कलेज बाटो परेछ मेरी मोहिनी हेर त कति मिठो होला यो काका हेर्दाखेरि त मिठो झै पो छ नि हेर त यो त ऐना पो हो त मेरी मोहिनी आज केही पनि छैन काका गलत बाटो पो परेछ चिउरीको चिल्लो पात सिरानी उठाइदेऊ कुकुरको दाहिने हात ए पारे होइन के भयो कुपीका बाउ सुन्न तँलाई मैले ब्ल्याक अर्सिस्टा पो लिएको छु ल कस्तो होइन होला यसको ब्ल्याक बाहिर लगाएर यसले हामीलाई झुटो बोल्न सक्छ यस्तासँग बोलेर त केही छैन ह्याङले गएर अहिले गीत गाइदिने होइन गाइदिइहालौँ न त ल गाइदिइहालौँ सुरु गरौँ सोनारीमा घर मलाई देख्न डर सोनारीमा गइन्छ हका टुच्च लगाइन्छ गोजीभरि ट्याप सोनारीमा घर जिग्री गएर तपाईँ चाहिँ घरतिर लाग्नुहोस् सानो गरेर म चाहिँ घरतिर लाग्छ मै सानो गरेर एउटा कुरा सोधौँ भन्न त आफै नपिट्नु होला है त ल तपाईँको चाहिँ भूकम्प चेक गर्ने एन्टिना चाहिँ छ है र सजिलो तरिकाले चेक गर्न मिल्छ चुप लाग आफै ल लाग्यो What's your friend? Yes, brother, thank you. What's your friend? Who first? Going to the Somari, getting to the beer, running to the beer, Gary goes, nobody, I'm not you, nobody. You why don't talk in English? अरे तुमलाई नेपाली आउन क्या तिमीलाई I'm not talking in Nepali. धेरै नचाटो न मैले नि तुच्छ नाटक पारेको नि त धन्यवाद कार्यक्रम सञ्चालकज्यू आदरणीय यस सभाका सभापति महोदय
प्रमुख अतिथिज्यू, अन्य अतिथिज्यू, निष्पक्ष निर्णय मण्डल, सम्पूर्ण गुरुवर्ग तथा मेरा सम्पूर्ण विद्यार्थी साथीहरू, हामी आज यस गाई जात्राको अवसरमा हाम्रो विद्यालयले हास्य व्यङ्ग्य प्रतियोगिता राखेको छ र यस हास्य व्यङ्ग्य प्रतियोगितामा हामी कक्षा 5 का विद्यार्थीहरूले भाग लिन पाउँदा हामीहरू निकै नै खुसी भएका छौँ। हामीहरूले आजको प्रस्तुतिको शीर्षक राखेका छौँ नेपालको अवस्था। हामीहरूले यस प्रस्तुति गर्नेछौँ बुधबारे बजारमा। आज यस बुधबारे बजारमा आम सभा हुन गइरहेको छ र हामीले यस आम सभामा हाम्रो देशका विभिन्न नेताहरूलाई बोलाएका छौँ। यस आम सभामा हाम्रो बुधबारे बजारका सम्पूर्ण जनताहरूले आफ्नो मनलाग्दो प्रश्न सोध्न सक्नेछन् र यी नेताहरूको स्वागत गर्नको लागि म बोलाउन चाहन्छु यही बुधबारे बजारको बासिन्दा फतौरी बुढी। आउनुहोस् नेताजीहरू, म यस्तो बुढी मान्छेलाई अलिअलि नेता देख्दा मलाई साह्रै खुसी लागेको छ र म आफ्नो परिचय दिन चाहन्छु। फटौरी नेता जनता फटौरी नेता जनता र हाम्रो बुधबारे बजारमा हाम्रो यहाँ प्रवेश गर्न म सबै नेताहरूलाई हार्दिक अनुरोध गर्दछु। र त्यसपछि म बोलाउन चाहन्छु यो मञ्चमा यही नेपालको प्रधानमन्त्री सुशील कोइरालाज्यू। मेरो नाम सुशील कोइराला हो, म यस देशको प्रधानमन्त्री हो। धन्यवाद। त्यसपछि अर्को नेता आउँदै हुनुहुन्छ हाम्रो डाक्टर बाबुराम भट्टराईज्यू। भन्नुपर्दा हेर्नुहोस्, मेरो नाम चाहिँ बाबुराम भट्टराई। म यो देशको एकमात्र नेता, राम्रो नेता र विद्वान नेता। म यो देशमा पहिलो नै दोस्रो देश संविधान बनाउनेछु। धन्यवाद। र त्यसपछि म अर्को नेतालाई बोलाउन चाहन्छु लोकेन्द्र बहादुर चन्दज्यू। मेरो नाम हो लोकेन्द्र बहादुर चन्द। म नेपालको सामान्य पछिमा परेको तर शपथ नखाएको नेता हुँ। धन्यवाद। र त्यसपछि अर्को नेता आउँदै हुनुहुन्छ उपेन्द्र यादवज्यू। मेरा नाम उपेन्द्र यादव है। हम मधेश के नेता हैं। हम मधेश के लिए लड़ते हैं। र त्यसपछि अर्को नेता आउँदै हुनुहुन्छ के भइरहेछ? कस्तो गडबड है। र अब यस बुधबारे बजारका बासिन्दाहरूले यी नेताहरूसँग प्रश्न सोध्नेछ। मेरो प्रश्न छ श्री सुशील कोइरालासित। मेरो मित्रले भ्रष्टाचार गर्नुभयो र मेरो प्रश्न तपाईँसित गर्न म धेरै नै जान्छु। तपाईँले गर्दा म आधा पेट खाएर बसेको छु। मेरो यस तपाईँको कारणले गर्दा मेरो हाइट पनि बढेन। मलाई मलाई यसको जवाब दिनुहोस्। धन्यवाद। तपाईँले सही प्रश्न सोध्नु भएको छ। म फुलेर सेतै भएको छु। मलाई कसैले केही पनि दिएको छैन। हेर्नुहोस्, मैले यो प्लास्टिकको ओठी लगाएर हिँडेछु पैसा नभएर। पसिना आएर मैले एउटा रुमाल पनि किन्न सकेको छैन। तपाईँले सोध्नुहुन्छ कि पैसा मलाई यति मसिन्छ पैसा खाउने भए तपाईँलाई मैले के पैसा दिने? धन्यवाद। मेरो प्रश्न छ लोकेन्द्र बहादुर चन्दसित। मन्त्रीज्यू, यस्ता देश विदेशबाट कतिपय भूकम्प पीडितका लागि राहतहरू आइरहेका छन् तर ती राहतहरू भूकम्प पीडितसम्म पुगेका छैनन्। यो किन हो? मैले त अहिलेसम्म मन्त्रीको शपथ त खाएको छैन। अरू त पुरै छोड्नुहोस्। भूकम्प पीडितले आएको रात कहाँ गयो? मलाई के छ?
मेरो प्रश्न छ डाक्टर बाबुराम भट्टराईज्यूलाई। नेताज्यू, हजुरले यति धेरै पढ्नुभयो तर त्यसलाई केही गर्नु भएन त, किन हो यस्तो? वास्तवमा हेर्नुहोस्, भन्नुपर्दा पढ्न लेख्ने काम भनेको आफ्नो लागि गर्ने हो, देशको लागि होइन। देशको लागि त्यसरी पैसा खर्च गरेर पैसा हामी बनाउँछौँ। के बनाउनुहुन्छ त? हामी नेपालमा संविधान बनाउँछौँ, नेपालमा स्विजरल्यान्ड बनाउँदै भइरहेको भन्ने मलाई लागिरहेको छ। धन्यवाद। मेरो प्रश्न छ उपेन्द्र यादवसँग। बोलिए। नेताज्यू, तपाईँले भन्नुभयो एक देश एक मधेस भन्नुभयो, यसको अर्थ के हो नेताज्यू? हम मध्य प्रदेश कुछ नहीं जानते, हमको तो सिर्फ एक मधेश और एक प्रदेश चाहिए, चाहिए चाहिए चाहिए, नहीं तो हम आंदोलन कर देंगे, बंद कर देंगे। तेरी माँ मधेश, तू मधेश और प्रदेश ले लेगा तो हम क्या लेंगे? तू भारत है, भारत 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 है, हम क्यों जाए भारत? हम तो नेपाली है, हम नेपाल नहीं रहेंगे, तुम पहाड़ जाओ, हम पहाड़ी नहीं है। एक आकाशमा नलड्नु, तपाईँ चाहिँ तराईको हिमालको होस्, हामी सबै मिलेर हाम्रो यो देशलाई अघि बढाउन पर्छ, हाम्रो देशलाई राम्रो बनाउन पर्छ, सबै मिलेर हामी सबै नेताहरू राम्रो गर्नुपर्छ र हाम्रो देशलाई राम्रो बनाउन पर्छ। हो हो, मन्त्रीज्यूले भन्नुभएको कुरा सही हो। वास्तवमा भन्नुपर्दा हेर्नुहोस्, नेताज्यूले र मन्त्रीज्यूले भनेको कुरा सही हो। हामी एकजुट हुनु पर्छ संविधान बनाउनको लागि। हामी नेपाली, हाम्रो नेपाल। धन्यवाद। धन्यवाद। बुझ्नुभयो त जनताहरू, सबै जे जे गर्ने हो जनताले नै गर्ने हो, नेताहरूले त केही पनि गर्दैनन्। नेताहरू त पैसा जुत्न मात्रै जानेछन्। सधैँभरि नेताहरू यस्तै गरेर मिल्छन् भने हाम्रो देश नेपाल अघि बढ्नेछ र नेपालमा समयमै संविधान आउनेछ भन्दै हामी कक्षा 5 का विद्यार्थीहरू यहीँबाट बिदा हुन चाहन्छौँ। धन्यवाद। निर्णायक मण्डल, गुरुवर्ग, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा मेरा प्यारा प्यारा साथीहरू, आज नेपालीहरूको महान चाड गणतन्त्रको उपलब्धिमा हाम्रो विद्यालयले विद्यार्थीको प्रतिभाको खोजी गर्ने उद्देश्यले हास्य व्यङ्ग्य प्रतियोगिता आयोजना गरेको छ र हाम्रो आजको यस कार्यक्रम प्रतियोगिताको शीर्षक छ फटारा चोर जस्तो नेतालाई भोट दिने 16 नेपाली। र अब हामी आफ्नो प्रतिभा देखाउन चाहन्छौँ। धन्यवाद। काका काका कहाँ मरेछ नि बुढा, आज खुसीको खबर सुनाउने भनेको? होइन के काका, आज मैले फेसबुकबाट एउटा केटी पढ्दा नि हामीले सुके मारेका ल्याएर भेट्नुपर्छ अनि बल्ल पो पैन्छ कस्ने होटेलमा। यी काका पनि कस्ने होटेललाई कस्ने होटेल पो भन्छन्। मैले पढ्थे मलाई सिकाउँछ मैले पढ्थे। यसो भए आज खुसियालीमा बासमती घाँस बनाउनु त। यी काका पनि राइसलाई रास पो भन्छन्। बल्ल बल्ल बनेको घरको फोटो खिचेर केटी पठाएको। ल जाऊ मलाई तिम्रो बासमतीको राइस खान। जिग्री बोरो, यो कपडामा चुवा देखिनु भएछ नि बोरो। अब्बे बोरोले यस्तो भनिदिएको। यही खुसियालीमा त ट्याङ्कले आज मैले रक्सी र सुकुटी खुलाउने भएँ। ल यी जाम
हल्का रक्षाले फेसबुक चलाइदिएको अवस्था के हो जिग्री? तिम्रो लागि भनेर आज म एउटा हिन्दी र्याप सिकेर आएको छु। थाहा छ तिमीलाई? नाइ थाहा छैन। सुन्न चाहन्छौ? सुन न त। सुन है त। ये 4 सरस चेहरा, बालों का रंग सुनहरा, कैसे देखूं तेरी आंखें, आंखों में चश्मे का मेरा, इस चश्मे को हटाओ तो आंखों को मिलाओ तो आंखों की नसीली छाप आंखों को पिलाओ तो कस्तो लाग्यो? हल्का ल गीतबाट चढ्देको अवस्था के हो जिग्री? म तिमीलाई प्रेम गर्छु। तिमी जस्तो यस्तो पटा जडियालाई कसले मन पराउँछ? हल्का रक्षाले थप्पड हालिदिएको अवस्था। अब यहाँ फटा जस्ता नेता आउँदैछन्, त्यही भएर यही पेजको बेलामा एक झ्याप हालिदिउँ न त। ल जाऊ। के भनेछु के? यस्तो टेन्सको बेला थियो, त्यही भएर फटा नेता भनिदिन्छु। एकदमै सुशीलशाली नेता आउँदै हुनुहुन्छ के? ल बाई बाई। नमस्ते नेताज्यू। म एक एमाले पार्टीको सदस्य हो। यदि तपाईँहरूले मलाई भोट दिनुहुन्छ भने तपाईँहरूको गाउँमा घर घरमा पुल बनाइदिन्छु र घर घरमा चुन्ने भरिदिन्छु। जय कमरेड। हजुर जस्तो फटा नेताहरूलाई किन भोट गर्ने बुझ्नु गाउँलेहरू? बुझ्यो किन? हजुर जस्तो फटा चोर नेताहरूले गर्दा हाम्रो गाउँको खोलाको पानीहरू भारतसँग बेचेर र हाम्रो खोलाको पानीहरू सुक्यो। अनि किन गर्ने त तपाईँलाई भोट? एकचोटि तपाईँ यता आउनुहोस् त। किन आउनु पर्यो? मलाई चाहिँ तपाईँ यहाँको महान मान्छे हो। तपाईँले मलाई भोट दिनुभयो भने तपाईँको प्याकेट मैले तातो पारिदिन्छु। हुन्छ हजुरलाई नै भोट दिउँला। एकटा उहाँको प्याकेट तातो पार्दैछ। हुन्छ यस्ता राम्रा सुशील इमान्दार जस्ता नेताहरूलाई हामीले भोट दिनुपर्छ। बुझ्नुभयो गाउँलेहरू? बुझेँ। ल यो गाउँदेखि बिदा लिएर जान्छु। धन्यवाद। राम्रोसित जानु होला। नमस्ते। के हजुरहरू यो गाउँको मानिसहरू हो? हजुर को हो त? राजेश शर्मासँग प्रेम गरेको नायिका रेखा थापा। यो राजेश शर्मा भनेपछि त नायकै हुनुपर्छ। हल्का पहिलोचोटि लाप्रे देखिदिएको अवस्था। रक्षालाई छोडेर यतातिर पो लाग्नुपर्छ क्या? उहाँ त हाम्रो नेपाली नायिका हुनुहुन्छ। उहाँले हामीलाई केही सुझाव दिन चाहनुहुन्छ? त्यसो भए भन्नुहोस् न त। खास कुरा त्यो होइन, अघि भर्खर आएको नेताले त्यसै गरी छाडेर जानुभयो। उनी जो सक्ने नेताको पछि पर्नु हुँदैन। हामी आफ्नो देश बनाउन आफै अगाडि बढ्नुभएको छ। बुझ्नुभयो कुरा? हल्का पहिलोचोटि मेरो घैँटामा घाम लागेको अवस्था। आजको यस होसियारीको दिनमा बसाउने गीत र नृत्य हुने पर्यो नि। ल अब धम्काइदेऊ, बजाइदेऊ र नाचिदेऊ न त। ल अब मनोरञ्जन पनि गरौँ न। मैले भन्थे भारत पार्टी सबैले चितो नखाऊ नानी मरेनी वीर कहिले कहिले भन्थे ताको पानी कति गयो तर कहिले भन्थे ताको पानी कति गयो। आफैले भन्थे खसीको मासु आफैले काट्यो नदेऊ नासु मरेनी भो कहिले आज यस मनोरञ्जनमा कतिखेर समय बित्यो हामीलाई त थाहै भएन। अन्त्यमा हामी यही सुझाव दिन चाहन्छौँ कि घुस लिने र दिने दुवै देशका ठुला शत्रु हुन्। घुस लिने र दिने दुवै जनाको शत्रु हुन्। आफूले त नलेको के रे? दुईटा मान्छेकोबाट राम्रो कुरा आएछ। ल अब यहाँ बिदा लिने अवस्था। ल जाउँ न
भएकोले बिदा आऊ भनेर धन्यवाद गर्दछु। भएका छौं र हाम्रो नाटकको शीर्षक रहेको छ संविधान, अर्थात् हाम्रो देशका बुद्धिभ्रष्ट नेता र हामी सोझा नेपाली जनताको संविधानको चटपट। बाँकी र पात्रहरू रहेका छन् रुखबहादुर बमरेल नेताज्यू, पटाबहादुर शर्मा नेताज्यू, खैरे बडीगार्ड, काले बडीगार्ड, घन्टे कार्यक्रम सञ्चालक, टीकाराम गाउँले, माइली दिदी गाउँले, घिउकुमारी कार्यक्रम सञ्चालिका, साङ्गानी गाउँले, सुन्तली गाउँले, राजकुमारी गाउँले, जुमुरी गई नेपाली तर्फबाट सबैमा हार्दिक नमस्कार र हामीलाई सहयोग गर्नुहुने हाम्रा कक्षा अध्यापक पूर्ण कोइराला सरलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु र हामीले आफ्नो नाटक प्रस्तुत गर्न गइरहेका छौँ। धन्यवाद। ओहो दिदीहरू, हजुरहरू यहाँ पो हुनुहुँदो रहेछ, कति कुरा गर्नुभएको, यहाँ आउनुहोस् न। के पर्यो? हजुरलाई थाहा छैन? हजुरले भनेकै हुनुहुन्न, हामीलाई कसरी थाहा हुन्छ? सुन्नु, नेताजी आउनुभयो अरे, भाषण पनि सुरु हुन लाग्यो, जाने होइन र? ए हो र, ल जाउँ जाउँ। मोटा मोटा किन नभउस् त नि, मछली भन्दा बढी खुन दुस्छन् यिनीहरूले, मलाई त आमाले भन्नुभएको थियो। हो र, ल त्यही पनि जाउँ। नमस्ते। कति धेरै काम मन्त्रीजी चाहिँ भाषणका लागि आउने हुनुहुन्छ, कृपया हल्ला नबजाउनु बस्नुलाई। कृपया शान्त भएर बस्नुलाई। धन्यवाद। स्वागत गर्न मन त पटक्कै लाग्दैन, त्यही पनि आदरणीय नेताज्यू, अतिथि र सोझा नेपाली बनोधाहरू, अब हाम्रो सामु आउँदै हुनुहुन्छ हाम्रा एमराज्यू, माफ गर्नुहोला, अब हाम्रो सामु आउँदै हुनुहुन्छ हाम्रा नेताज्यू आफ्नो छिटो प्रस्तुतिका लागि। त्यसै कारण सबै नेपाली जनताहरूले हार्दिक तालीको साथ हालै स्वागत गरौँ। धन्यवाद। नमस्कार मेरा प्यारा जनताहरू, धेरै खुसी लागेको छ मलाई धेरै सहभागिता देखेर। नातिनुहोस्, अबको यस दोस्रो पालीको चुनावमा यदि तपाईँहरूले मलाई भोट हालेर जिताउनु भयो भने म यो तपाईँलाई वादा गर्दछु कि तपाईँको हरेक घरभित्र सानो धाराको पाइप होइन, ठुलो होम पाइप नै जोडिदिनेछु। त्यति मात्र होइन, हरेकको घर घरभित्र सडक पुग्नेछ र रोजगारीका लागि वन विनाश सुरु हुनेछन् र खेतमा धान होइन मनी प्लान्ट रोपिनेछ, मनी प्लान्ट। धन्यवाद मेरा बुद्धिजीवी जनताहरू, धेरै खुसी लागेको छ यसपालिको भेटमा। धन्यवाद। आज त चुनाव पनि माइली दिदीलाई बोलाउन जानु पर्यो। माइली दिदी कोर यसरी बाहिरबाट बकुल्ला झै चिचाइरहने। म सानो नानी के पल्लो घरको सानो नानी। बकुल्ला नानी? को बकुल्ला नानी? होइन के सानो नानी, पल्लो घरको सानो नानी। कति मान्दिनु भएको? ए सानो नानी हो, आऊ भित्र। के काम पर्यो र?
जाने हेर भोट हाल्न गाउँलेहरू गइसके ए म त घुसुक्कै भुले कि ल जाउँ जाउँ छिटो आउन कस्तो मुर्दा होला छिटो हालिस् त ठिकै छ कृपया मत पेटिका ल्याइदिनु होला मेरो हातमा मत परिणाम आइसकेको छ हजुरहरूले सुन्न चाहनुहुन्छ कसले जित्नु भएको छ ल सुन्नुहोस् फेरि यस दोस्रो पटकको चुनावमा 7 जनाले भोट हाल्दा हाल्दै पनि 20 मत प्राप्त गरेर जित्नु भएको छ हाम्रो नेता बहादुर बमरेलजीले व्यक्त गर्न हार्दिक अनुरोध गर्दछु धन्यवाद मेरा पुनः समर्थक जनताहरू यसपालिको दोस्रो चुनावमा पनि जित्यो तर काम चाहिँ पहिलाकै छ र त्यो हो संविधान धान भन्ने त थाहा थियो तर संविधान चाहिँ नखाएर पो हो कि थाहा हुनै सकेन पहिला पालिको चुनावमा सभासदज्यूहरूसँग बडो आशा लिएर जंगलमा खोज्न गइयो त्यहाँ पनि पाइएन विदेश गइयो त्यहाँ पनि पाइएन अब त घरमै उमार्ने विचार गरेको पो छु तर के कसले भनिदियो होला मलाई संविधानको बारेमा मलाई त बडो टेन्सन भइरहेको छ बाबा अहिलेदेखि नै नमस्ते नेताजी नमस्ते नमस्ते झुम्बी हजुर म युएसबाट आइछु सुन्नुहोस् संविधान भनेको त देशको मूल कानून हो यस अन्तर्गत देशको नीति नियम शासनको व्यवस्था इत्यादि लिखित रूपमा हुने गर्दछ यदि कसैले यसको विरुद्धमा काम गरेमा संविधानको धारा बमोजिम सजायको भागीदार हुनुपर्दछ बुझ्नुभयो कहाँबाट बुझ्नु नि अब आफू त अनपढ मेरा सभासदज्यूहरू पनि अनपढ कहाँबाट बुझ्नु मैले रोक्नुहोस् बल्ल थाहा भयो मलाई संविधान भनेको अब संविधान बन्छ पक्कै पनि बन्छ तर यसो चुनावपछि नेपाल रहन्छ तबसम्म जबसम्म हामी रहन्छौँ अहिलेसम्म त रहेकै छ पछि पनि रहला नि हजुरले के आनन्द छ रोक्नुहोस् त्यति मात्रै होइन संविधानको लागि मैले आफ्नो ज्यान पनि त्यागिदिन तयार छु तर कृपया मेरो ज्यान चाहिँ नमागिदिनु होला नेताजी मुर्दाबाद मुर्दाबाद 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 देश बिगार्न नेता र हामी सबै नेपालीको ठुलो हात रहेको छ संचालकज्यू आदरणीय सभाका सभापति महोदय विशिष्ट अतिथि प्रमुख अतिथि निष्पक्ष निर्णायक मण्डल गुरुवर्ग तथा मेरा प्यारा प्यारा साथीभाइहरू आज गाई जात्रा 2072 को अवसरमा हाम्रो विद्यालय आवाज विद्यालय एकाडेमीले हास्य व्यङ्ग्य कार्यक्रम राखेको छ हामी कक्षा 8 का विद्यार्थीहरू आज सानो नाटक वा हास्य व्यङ्ग्य प्रस्तुत गर्न यहाँ
हजुरहरू सामु उपस्थित छौँ। यस कार्यक्रम भाग लिन पाउँदा हामी सबैलाई एकदम खुसीको अनुभव भइरहेको छ। हामी वर्तमान नेपालको अवस्थाको बारेमा एउटा छोटो नाटक वा हास्य व्यङ्ग्य अभिनय गर्न गइरहेका छौँ। स्वीकार्नुहोस्। नमस्ते, रिपोर्टर सचिन रायमाझी आवर बिजनेस च्यानलबाट। नेपाल एउटा सुन्दर मुलुक हो। विश्वमा करिब 200 देशहरूमध्ये आफ्नो छातीमा सगरमाथा बोकी स्वतन्त्र कायम गर्ने मुलुक भनेकै हाम्रो देश नेपाल हो। हिमाल पहाड तराईमा हिन्दू बौद्ध जस्ता धर्म, बाहुन छेत्री जस्ता जातिहरू बस्ने नेपाल एउटा साझा फुलबारी हो। यस्तो अनेकतालाई एकता गराउनका निम्ति पृथ्वीनारायण शाहले रगत पसिना एक गरेका थिए। यस्तो भौगोलिक, सांस्कृतिक र प्राकृतिक धनी हाम्रो देश नेपाली आमा आज धुरु हुँदैछन्। आफ्नो गौरव मात्रै आफ्नै छातीमाथि विभिन्न जातिहरू लडेको देख्दा कटक्क मन बोलेको छ। गौतम बुद्धले देखाएको शान्तिको बाटोलाई अशान्तितर्फ डोराइरहेको अहिले हामीले देख्न सक्छौँ। हेर्नुहोस् हाल नेपालको हकीकत। बन्द गरौ, बन्द गरौ, बन्द गरौ, बन्द गरौ। सोधलाई हेप्न पाइँदैन, पाइँदैन, पाइँदैन। काटमार गर्न तयार छौ, तयार छौ, तयार छौ। होइन, आज यहाँ के को बन्द हुँदैछ? मलाई न्याय चाहियो, न्याय। मेरो घरको कुखुराले उसको घरमा गएर दिएको अण्डालाई उसले फ्राई गरेर खायो। अनि तपाईँ चाहिँ को हो? मेरो नाम सबै मलाई भन्छन् कान्छु। यसको कुखुराले मेरो घर अण्डा पार्यो, मैले फ्राई गरेर खान्छु। अनि तपाईँ चाहिँ को हो? मेरो नाम हो भाले मगर। सबैसँग मिल्छ मेरो विचार। यदि मैले न्याय पाएन भने सबैलाई पिसी निकालिदिन्छु हतार। अनि तपाईँले चाहिँ किन उनीहरूलाई साथ दिँदै हुन्? जता बोल्यो उतै बोल्यो, किन आउनु नि? भालेलाई न्याय दिलाउनलाई नि कसैलाई नभन्ने अन्डा त मैले पनि खाएको। देख्नुभयो हाल नेपालको हकीकत। बन्दको बेलामा गाडी चलाउने तिमी? हे, अमेरिकन टुरिस्टलाई के को भन्नु? अमेरिकालाई किन बन्द नहुने नि? हाम्रो नेपालबाट त अमेरिकासम्म पुगिसक्यो। नेपाल भन्दा कसरी अमेरिकासम्म पुग्यो? तिमीहरू त अमेरिकाको अनपढ रहेछ। अस्ति मैले मुख किताबमा पोस्ट गरेको हेरेनौ? मुख किताब? पढिस मुख किताब? किताब भनेको फेसबुक नि। ल अब ठेर कुरा नगरौ। हामी टुरिस्टलाई बन्द हुँदैन। टुरिस्ट होइन, ठुलो टुरिस्ट हो। तु भनेको टुरिस्ट भनेको मुक्का। तुमलाई भनेको मुक्का। माथाले गर्दा हुक्का। कोही मलाई खिच्छु गन भिचका। होइन टुरिस्ट किन दौडाएको नि? हेर्नुहोस् जिग्री बा, यो कुरा मलाई पनि अलिक थाहा गरौँ न। जाऊ जाऊ। बन्द गरौ, बन्द गरौ। अप्पोय, मैले के बन्द गरेर पुग्यो नि? होइन सानै हो, के बन्द हो? हातमा राखिदिन्छु। ल अप्पोय, खड्का मुर्तीले दण्ड पो खाइदिएको। आफ्नो त नियम नै छ। बन्दलाई बाह्र नदिकनको सोल मारी मारेर दुई प्याक हान्ने अनि टेन्सन फ्री सकियो। अनि मेरो पनि मेरो विश्व सुन्दरी अप्सराले उठेको थियो होला। म पनि लगाइदिनु। अब म संसद भवनमा मान्य सदस्य तथा प्रधानमन्त्रीसँग वार्ता गर्न गइरहेको छु। प्रधानमन्त्रीज्यू, तपाईँ कसैले नेपाललाई सिङ्गापुर बनाउँछु भन्नुभयो, त कसैले स्विजरल्यान्ड बनाउँछु भन्नुभयो। न नेपाल स्विजरल्यान्ड बन्यो न त सिङ्गापुर नै बन्यो। ग्रोसरीमा गएको बिजुली हो र जो समयमै आउने? मान्य सदस्यज्यू, अहिले उठेका आन्दोलनकारीहरूको प्रस्ताव पूरा हुन्छ कि हुँदैन? अनि वर्तमान परिप्रेक्ष्यमा के तपाईँले कछुवा र खरायो हेरेको देख्नु भएको छ? देखेको छैन। अनि मिल्दैन नि? अनि हजुरले कहाँबाट देख्नुहुन्छ त? त्यसो भए अहिले नेपालमा सबैमा संविधान आउन्न होइन र? हामीहरू भनेको खरायो बम र उनीहरू भनेको कछुवा बम हो। त्यसैले हामी उनीहरूसित अगाडि बढेर के हामी अगाडि बढ्न सक्छौँ? ल हजुर आफै गएर जनताहरूसँग वार्ता गर्नुहोस्। बन्द गरौ, बन्द गरौ, बन्द गरौ, बन्द गरौ। सोधलाई हेप्न पाइँदैन, पाइँदैन, पाइँदैन। काटमार गर्न तयार छौ, तयार छौ, तयार छौ। तपाईँले केही जनताहरूलाई केही भन्न चाहनुहुन्छ?
भने नेपालमा कहिले भूकम्प त कहिले आतंक के भइरहेको छ नेपालमा? प्लिज हामीलाई शान्ति चाहिएको छ, शान्ति होइन। अनि तपाईँले I want to say that Tharu and Madasi don't involve in आन्दोलन। तपाईँ अहिले हामीले आन्दोलन नगर्नु भन्नुहुन्छ र तपाईँ यही झगडामा पर्नुहुन्छ। हजुरले यस्तो हुन पाइन्न। साथीहरू कैलालीको टिकापुरमा जाति बिउ रोपे, मलजल गरे, अहिले बाली फस्टाउँदैछन् सुन्दैछु। बाली फस्टाउन पल्लो भारत गाउँबाट पनि आएका छन् अरे। तपाईँ चाहिँ अब सद् हुन डिग्री पास गर्नु पर्दैन, 7 पास भए मात्र पुग्छ र प्रधानमन्त्री बन्न हट्टाकट्टा हुनु पर्दैन, 7 भए मात्र पुग्छ। नेताजी हरमोनी आउनुहुन्छ हजुरलाई असँग सानो मिठो आउन है नेपाल भनेको हाम्रो देश विकास भन्दा भन्दै पुलिसहरूले काम गरे भन्दा हतार नगरिकन सबै मिलेर बसेको देश। खड्का सुल्टीले हल्का मिलाइदिएको। अब चाहिँ मेरो पाली टुट्टो मादल बजाएको। हाराबाजीलाई लाई कांग्रेस आए घोड़ा एमएलए आए डोली सुशील रावली संविधान आउँछ भोलि पीआरडीबी सुटुक्का नुन बिजुली कुटुक्का बजेट सबै सुबुक्का जनता बिचारा लुटुक्का एम्मावादी भन्छ म्याउ म्याउ वैद्य भन्छ उछिट्याउ सकियो नि। हेर्नुहोस् नेताजी हजुरहरूले त नेपाललाई सिङ्गापुर र स्विजरल्यान्ड बनाउँछु भन्नुभयो तर हामीलाई नेपालले सिङ्गापुर स्विजरल्यान्ड होइन नेपालले एउटा सिङ्गल राष्ट्र बनाउनु भन्ने हाम्रो आशा छ। हाम्रो आशा यही छ। हेर्नुहोस् बन्धहर्ताहरू, यदि तपाईँले जात जातिको नाममा आन्दोलन गर्नुभयो बन्द गर्नुभयो अनि यो देशको प्रगति कसरी हुन्छ ल भन्नुहोस् त। ल तपाईँले थाहा छ होला एक दिन नेपाल बन्द हुँदा कति राजस्व घाटा जान्छ, शिक्षा दीक्षामा घाटा पर्छ, गरिबहरूको चुल्हा नै जल्दैन। त्यही भएर म के आग्रह गर्न चाहन्छु भने मिलेर बस्ने र नयाँ निर्माण नेपाल नयाँ निर्माण गरौँ। ल अब त्यसमा हामी सबै मिलेर एउटा पार्टी गरौँ। खोइ हात राख्नु न। हामी सबै एक आपसमा लड्दैनौँ। धन्यवाद धन्यवाद। देख्नुभयो हाल नेपालको हविगत, त्यसकारण हामीलाई सिङ्गापुर र स्विजरल्यान्ड होइन एउटा सुन्दरतामय नेपाल चाहिन्छ। यस्तै गरी म रिपोर्टर सचिन लामाजी और पिछले च्यानलबाट बिदा हुन चाहन्छु। नमस्कार। सभापति महोदय, निष्पक्ष निर्णायक मण्डल, अन्य सम्माननीय गुरुवर्ग तथा मेरा प्रतिस्पर्धी र तथा भाइ बहिनी अरू भाइ बहिनीहरू, आज यस आवर पिस्टान एकाडेमीद्वारा आयोजित हास्यव्यङ्ग्य कार्यक्रम अर्थात् गाई जात्रा कार्यक्रममा भाग लिन पाउँदा हामी कक्षा 9 का विद्यार्थीहरू निकै खुसी भएका छौँ र वर्तमान राजनीतिक अवस्थालाई हामीले आफ्नो नाटक मार्फत व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्ने जमर्त गरेका छौँ अरू सबै नाटकको मार्फत। नमस्ते दर्शक वृन्दहरू, ओपी न्युज च्यानलबाट क्यामेरा सुषमा श्रेष्ठ र म प्रस्तुता ऋतिका थापा कैलाली टिकापुरबाट यहाँ प्रत्यक्ष लाइभ कार्यक्रम देखाउँदैछौ। आज प्रदेश छुट्याउने सम्बन्धमा हाम्रा नेताहरू व्यस्त भएको जानकारी यहाँहरूलाई भन्न चाहन्छौ। हेर्नुहोस् नेताहरू भर्खरै यहाँ आइसक्नु भएको छ। रमेश सिंह के गर्छ होला यता जा। नेताजी आजको बैठकबाट कतिवटा प्रदेश बनाउने निर्णय गर्नुभएको छ हजुरहरूले? एउटा माग अनुसार हामीले नेपाललाई 7 प्रदेशमा विभाजन गर्छौँ भन्ने लगाइरहेको छ। के सबैको माग अनुसार यो निर्णय गरिएको हो? होइन, अन्यलाई लगाइरहेको छ। यदि नेपाली जनताले अन्य प्रदेशहरू माग्छ भने उनीहरूको माग पनि पूर्ति हुन्छ भन्नेलाई लगाइरहेको छ। अरूले माग गरे अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर छुट्याए त कैपियोडी सर।
छुट्याएको छैन होइन त बाबुरामजी के विजय ये क्या है नेताजी ये क्या सुनने पड़ रहे हैं सुधीर पत्नीमा त लगाउने एकपछि मार्ने अनि हामीले किनभने तपाईँ कसरी दिन्छ सुनमा होइन तपाईँहरू धेरै नदिनुहोस् तपाईँहरूको माग पनि छिटै पूर्ति हुन्छ त्यसको बारेमा हामी छलफल गर्दैछौँ भन्ने हामीलाई लागिरहेको छ यति मात्र होइन तपाईँहरू धेरै नदिनुहोस् यदि तपाईँहरूलाई थाहा छैन सफलता फल मिठा होता है अरू केही थाहा छैन हामीले बच्चापछि नसम्झिनुहोस् हामीले हामी छुट्टी प्रवेश चाहिन्छ छुट्टै प्रवेश चाहिन्छ त्यसैले हामी जे पनि गर्न सक्छौँ ओके ओ तिमी छात्रहरू धेरै नबोलाऊ तिमीहरूको माग मात्र पुरा गर्ने भन्ने सोचेका छौ तिमीहरूले हाम्रो माग पनि पुरा हुनुपर्छ तिमी छात्रहरू भएर धेरै भ्याग नदेखाऊ सुर पश्चिमाञ्चल पनि अखण्ड हुनुपर्छ भनेपछि हुनुपर्छ ए धेरै हुने होइन सुदूर पश्चिमाञ्चल भएर तिमीहरू धेरै हुने होइन तुम्हें क्या लग रहा है हमें समग्र मधेश एक प्रदेश चाहिए तो चाहिए नेताजी सोचिए हमें हमारा मांग पूरा नहीं किया तो आप हम अपने मांग के लिए कुछ भी कर सकते हैं पैसे बने उनके भाग रहे नहीं इतनी बड़ी पौधा ले क्या बंदा अरे ये क्या बोलते हैं हमें जब देश की बात आती है तो तब अपने कान छुपाकर घर में बैठती है और जब दूसरे लोग आंदोलन कर रहे हैं तो अपना मौका खोज रही है और रुक लो हामीलाई पहाड मधेस केवल देऊ बस्न प्रदेश हाम्रो जीवनको आधार भनेको भ्रष्टाचार हो हामी भ्रष्टाचारीहरू रहनको लागि छुट्टै प्रदेश चाहिन्छ हामी त्यसका लागि ज्यान दिन पनि तयार छौँ तर तपाईहरूको हजुर यता आउनुहोस् त हजुर कहाँबाट आउनु भएको सरकारी कार्यालयदेखि अलिक सुस्तरी बोल्नु न किन आउनु भएको अरू पार्टीहरूको माग पुरा गर्दा चाहिँ सुस्तरी बोल्नु नपर्ने अहिले हाम्रो माग पुरा गर्न चाहिँ सुस्तरी बोल्नु पर्ने होइन त्यस्तो होइन हामी पनि उही बारेमा बोलाऊ हजुरले आफ्नो आन्दोलन जारी राख्नु हामीले त्यसमा नदेखाइकन सहयोग गर्नेछौँ यसो बानेश्वरको सोलिनी होटलमा 40-50 लिएर आउनु न अब आफ्नो आन्दोलन जारी राख्नुहोस् बाबुरामजी यस्तै हो भने तपाईँलाई के लाग्छ कतिवटा प्रदेश बन्छन् जस्तो लाग्छ त्यो चाहिँ मलाई थाहा छैन नेपालमा जति प्रदेश पनि हुन सक्छन् 126 जाति 126 प्रदेश मागिआएर पनि हामीले दिन तयार छौँ त्यसको बारेमा हामी अझै छलफल गर्दैछौँ तपाईँहरूले किन यो म्यादमा चाहिँ तारिरहनुहुन्छ पत्रकारजी तपाईँलाई थाहा छैन हाम्रो पार्टीले संविधानको आवश्यकता महसुस गरेको छैन भन्ने हामीलाई लागिरहेछ किन नेताजी किन पत्रकारजी तपाईँको त मोटो बुद्धि रहेछ नि तपाईँलाई थाहा होइन हामीलाई बारेमा माछा मार्न सजिलो हुन्छ नि त तपाईँलाई के लाग्छ बाबुरामजी देश कसको कृपाले चल्छ पत्रकारजी पशुपतिनाथको कृपाले चल्छ भन्ने हामीलाई लागिरहेछ तर नेपालको पशुपतिनाथले चल्दैन उत्तरको पशुपतिनाथ दक्षिणको पशुपतिनाथ 7 समुद्र पारीका पशुपतिनाथले हाम्रो देश चलिरहेको छ चल्केर चल्छ भन्ने हामीलाई लागिरहेछ र त्यसै गरी त्यो भूकम्प के हो 12 गते कति गएको भूकम्प कति पशुपतिनाथहरू आएका थिए हाम्रो देशमा हामीलाई सहयोग गरेका थिए त्यसले गर्दा हाम्रो देश विकास अगाडि बढ्छ र हाम्रो पेट पनि बढ्छ भन्ने हामीलाई लागिरहेछ अमनके माग पूरा कर समग्र मधेस एक प्रदेश चाहिन्छ हामीलाई पहाड मधेस केवल देऊ राष्ट्र प्रदेश चाहिन्छ हामीलाई पहाड मधेस केवल देऊ राष्ट्र प्रदेश महाकाली सेती अञ्चल अखण्ड सुदूर पश्चिमाञ्चल महाकाली सेती अञ्चल अखण्ड सुदूर पश्चिमाञ्चल हेर्नुहोस् दर्शकवृन्दहरू के यसरी नै हाम्रो नेपाली आमाले खोज्नुभयो त यही